अत्यावश्यक ब्रेकिङ न्यूज। पेट्रोल र डिजेल जोगाउन सरकारको कडा कदम। अब नेपालमा हप्तामा 2 दिन शनिबार र आइतबार सार्वजनिक बिदा हुने। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा चरम सङ्कट उत्पन्न भएपछि सरकारले भोलिदेखि नै लागू हुने गरी सातामा 2 दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठक लगत्तै यो ठूलो निर्णय बाहिर आएको हो। यो नियम सरकारी कार्यालय र शैक्षिक संस्था दुवैमा लागू हुनेछ। तर ध्यान दिनुहोला, अब सरकारी कार्यालय खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म हुनेछ। शैक्षिक संस्था, स्कुल, कलेजको हकमा भने समय पुरानै अर्थात् बिहान 10 देखि 4 बजेसम्म नै रहनेछ। इन्धन जोगाउन बालेन सरकारले चालेको यो 2 दिने बिदाको नियम तपाईलाई कस्तो लाग्यो? के यसले साँच्चै तेलको बचत गर्ला? कमेन्ट गर्नुहोस् र यो अति महत्त्वपूर्ण सूचना सबैलाई शेयर गर्नुहोस्।